नमस्ते, वेलकम टू बैक न्यू भिडियो। आइप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। न्यू डे न्यू ब्लग सबैजना स्वागत छ मेरो भिडियोमा। आज ह्याप्पी मदर्स डे मेरो प्यारी आमा, सधैँ खुसी हुनु सुखी हुनु मेरो आई पनि हजुरलाई लागोस्। आइस अब हामी टिका लाउँदैछौँ, मम्मी रेडी पनि हुँदै हुनुहुन्छ। आइस देख्न सक्नुहुन्छ हाम्रो मम्मीको लुक्स देखाउँछु गाइस। आज उमा पनि स्कुल जाँदैछ। किन जानेस्? खै भन् त के भन्छस् मम्मीलाई? सो गाइस आज मेरो भाइको स्कुल छ, स्कुल जाँदैछ। टेन्सन छ मम्मीलाई, ठुली मम्मी माइली मम्मीलाई। माइली मम्मी मेकअप गर्दै हुनुहुन्छ। ए तिमी स्कुल गएनौ छोरी? किन जान्नै? आज के भन्न चाहन्छौ खै मम्मीलाई? है के भन्न चाहन्छ है? मम्मीलाई गिफ्ट के हो है? हेर्नुहोस् गाइस, यिनी सानी छिन्, यति मेकअप गर्छ नि बहिनी, यिनको त बयस छ। अब हामी टिका लाउँदैछौँ। अरे दिदी आउनु पर्न। ए दिदी लाउनु फोनबाट ह्याप्पी मदर्स डे भन्नु। तपाईँको गिफ्ट खै? सिन्दुरले पठाएकै छन्। भलक बनाएको छु। इनका बाले सिन्दुर हालेनन् गरे अब यी छोरीले हाल्न। है भन्नु ह्याप्पी मदर्स डे मम्मी भन्नु त है। ए भन्नु तपाईँ। थ्याङ्क यू तपाईँ पनि भन्नु। थ्याङ्क यू भन्नु। थ्याङ्क यू छोरी, जेठी छोरी। जेठी छोरी आउन पाइन भन्नु। जेठी छोरी आउन पाइनै। छोरी हाई भनिदेऊ छोरी। सो गाइस जब टिका लाउँदैछौँ हामी। भाग्दी माने बस बाबु। खै दिदीले ल्याएको गिफ्ट, दिदी तपाईँ ल्याएको गिफ्ट पनि दिँदैछौँ हामी। सन्चै छौँ बा। न यो टिकुली ल्याउनु गइ कहाँ गइन् के? सो गाइस देख्नुहुन्छ अब टिका लाउँदैछौँ। ह्याप्पी मदर्स डे मेरी आमाको आयु लामो हो, सधैँ खुसी हुनु सुखी हुनु। कान्छी मम्मी आउनु भन। साइली मम्मीलाई फोन गरेको। ऊ भयो व्यस्त भन्नुभयो। मेरो ब्यागमा खै त के हो त तिनी माइली मम्मी अब नरुनु माइली मम्मी। माइली मम्मी रुनु पर्छ। फोटो खिच्यो न। मेरो भाइ रुनु नरु बाबु यहाँ। किन रुनु भयो? नरुने हामी छौँ त। मेरो ब्यागमा आएको त्यहाँ भित्र होइन म रोचाइन म सुनेन आजको दिन। माइली मम्मी काँटो यहाँ रहेछ त बाटामा सधैँभरि राम्रोसित पढाइस गरे हो कि सधैँ देखिनेहरूलाई कहाँ झ्यालै मदर्स डे भनिदेऊ, ह्याप्पी मदर्स डे मम्मी भनिदेऊ नि आउँछ र। यहाँ मेरो छोरी पनि आइछिन् गाइस। मेरो छोरीले मेरो मुख हेर्ने अरे मलाई आउँछ ल दिदी। हामीलाई टिका लगाइदिने छोरी गिफ्ट के ल्याइदिखाऊ त हामीलाई। काइली बहिनीले लगाउँदैछिन् गाई देख्न सक्नुहुन्छ। हाम्रो जेठी दिदी आउन पाउनु भएन। दिदीले पार्वतीले दिदीले ल्या गिफ्ट दिँदैछ है। बर्थडे भने जस्तो गर्छ कि ह्याप्पी बर्थडे भने जस्तो गर्छ कि फुपूलाई। मम्मीलाई लगाइदे। एन्जल आऊ मम्मीलाई लाउनु। गाडी बस्दै बस्दै हुन पर्यो। यो दिदीले ल्याएको गिफ्ट हो, ठुल दिदीले। ए मम्मी के
दिले देखे फोटा खिच्दैन उतेन लग्यो 97 66 नरनु नम्बर लगे त आज किले हाले म रेसिम कान्छी बहिनीले गाइस कान्छी छोरी अरु आउन पहिलो गर्दा नपाए नि मर्ने बेला कान्छी छोरी आइदियो आमा मुले बातेर फर्केहरु बातेर फर्केहरदा हुन्थे हाम्रो त खिच्दै खिच्दै आफूले लाउनु पर्छ अरे आइफोन लिएर आइ त घरबाट यस्तरी जानु छैन तिमीले कस्तो गरेर एडिट गराएर खिच्छन् कहाँ गरेर बस्नु एडिट गराउने कस्तो राम्रो गराएर खिच्छ यस्तो गराउने यस्तो गराउने यी छोरी पनि आइछन् के हाम्रो तिम्री मम्मी आएन नि तिम्री मम्मी अघिल्ले मेरो ल्याउँदी के खिलाइदेन मम्मीहरुलाई हेलो गाइस देख्न चाहन्छ हामी सो गाइस छोरी उता गइहालिन् हामी टिका लाएर पनि गयौँ अब साइली मम्मी र कान्छी मम्मी हुनुहुन्छ कान्छी मम्मी नआउँदै हुनुहुन्छ होला मेरो छोरीले लाउँदै एन्जल बहिनीले फुला लाउँदै चाहिँ टिका के दिन्छ गिफ्ट मम्मीलाई गिफ्ट यो है एन्जलले दिने कुर्ता सुरुवाल ठुली भएपछि पढेपछि दिने है माया दिन्छु मम्मीले भन ल देऊ छोरो तिमीले दिन हामीलाई केही पनि पर गाडी आयो गाडी बसेर जान्दिए बस फुपुर भाइ पनि लाउँदैछ त्यही होला के तपाईको म्यासेन्जरमा नि हालिदिनु म अङ्कलले बोले भन अघि अरे आमाले बुझी खाँदै गएको माने वाट्सएपमा बुझिदिनु पर्ला वाट्सएपमा मन्दिर जान आउन किन हुनी आसेमा जान पर्सन त रुला आज साइनबाले काइली खाइ त भन्नु त कहिले म साइनबाले पठाइदिनु भने काइली कहाँ गइन् त भन्नु त जान्छ त्यो अलिकति रिनेबल जान्छ हो पर्सन त मरु पछि के भने ढिलाले के काइलीको मुख हेर्ने हो र साइली आमा मुख हेर्ने र भने बोले ढिला गर्ने अस्ति छ ल तँलाई पठाइदिन्छु गाइस हामीले टिका लाएर पनि भ्याइसक्यौँ गाइस देख्नुहुन्छ अब कान्छी मम्मी आउँदै हुनुहुन्छ आज मम्मीलाई गिफ्ट के पछि म देखाउँछु सक्नुभएछ कान्छी मम्मीले टिका लाउनु अब साइली मम्मी बाँकी छ सधैँ यस्तै खुसी हुनु अर्को जन्ममा पनि कान्छी आमा भन्न पाम नरो न हामी छौँ त दिलमाया हुने होइन पर्वत मम्मी ह्याप्पी मदर्स डे भनेको थिएँ थ्याङ्क यू भने मैले सुनिन रहेछ थ्याङ्क यू भन्नु न भन्नु बुढी मान्छेको हाम्रै बजे भने नि आमा पनि दिने हुन् हाम्रो गाउँको बुढी बजे मेरी बजे गाई लामो होस् 100 वर्ष अरू बाँच्नुहोस् बजे अझ 10 वर्ष बाँच्नै बजे छोरीले आज मेरो मुख त बिहानै हेरिसक्यो है ल छोरीलाई आइदेऊ अरू खानु बाउनु मुके